केवल जागा हुनु र साँच्चै सचेत हुनुमा के फरक छ? हामी कसरी आफ्नो जीवनलाई स्वचालित मोडबाट हटाएर हरेक पललाई गहिरोसँग अनुभव गर्न सक्छौं? आज हामी यही विषयमा गहिरिएर कुरा गर्नेछौं। हामी सबैको जीवनमा यस्तो अनुभव हुन्छ होला, हैन? गाडी चलाएर अफिस पुग्यो तर बाटोमा के भयो पत्तै भएन। हो, यो हो स्वचालित जीवन। तर कहिलेकाहीँ यस्ता क्षण पनि आउँछन् जब अचानक सबै कुरा जीवन्त लाग्न थाल्छ। झालबाट छिलेको घामको किरण, चराको चिरबिर आवाज, यो हो पूर्ण रूपमा जागा भएको अवस्था। हाम्रो यात्राको लक्ष्य भनेको यही दोस्रो अवस्थालाई सकेसम्म बढाउनु हो। ल, यो यात्रालाई अलि सजिलो बनाउनको लागि हामी यसलाई 6वटा भागमा हेर्नेछौँ। सबैभन्दा पहिले चेतना के हो भनेर बुझ्नेछौँ, त्यसपछि सजगता, चिन्तन र आफ्नो संसारलाई कसरी फराकिलो बनाउने भन्नेबारे कुरा गर्नेछौँ, अनि सम्बन्ध, करुणा र अन्तमा हाम्रो शरीर र मनको आधारबारे पनि चर्चा गर्नेछौँ। ल, सुरु गरौँ है त। चेतना बढाउने तरिकाहरू खोज्नु अघि यो चेतना आखिर हो तरी के, त्यो त बुझ्नु पर्यो नि, होइन र? यो त्यही लेन्स हो जसबाट हामी आफ्नो पुरै संसारलाई हेर्छौँ। एकदमै सरल शब्दमा भन्दा चेतना भनेको जागरुकता हो। यो भनेको पहिलो म छु भन्ने महसुस गर्नु हो, र दोस्रो आफ्नो भित्र र बाहिर के चलिरहेको छ त्यसमा ध्यान दिनु हो। बस यति हो। महान दार्शनिक सुक्रातले भन्नुभए चाहिँ, जबसम्म हामी आफ्नो जीवनलाई जाँच्दैनौँ, प्रश्न गर्दैनौँ, तबसम्म त्यो जीवन जिउनुको खासै अर्थ रहँदैन। हो, यहीँबाट सुरु हुन्छ साँचो चेतनाको यात्रा, आफूलाई जाँच्ने प्रक्रियाबाट। अब आउँछ सबैभन्दा महत्त्वपूर्ण र सायद सबैभन्दा शक्तिशाली तरिका, चेतना बढाउने सबैभन्दा सिधा उपकरण। त्यो हो सजगता, जसलाई हामी माइन्डफुलनेस पनि भन्छौँ। यो सुन्दा जति गहिरो लाग्छ, अभ्यास गर्न उति नै सजिलो छ। दिनमा जम्मा 5 मिनेट कुनै शान्त ठाउँमा बस्नुहोस् र आफ्नो ध्यान केवल भित्र आउँदै र बाहिर जाँदै गरेको श्वासमा लगाउनुहोस्। मन त भड्किहाल्छ नि, त्यो स्वाभाविक हो। जब भड्किन्छ, बिस्तारै कुनै हतार नगरी फेरि श्वासमा फर्काउनुहोस्। अनि रमाइलो कुरा के छ थाहा छ? यो सानो बानीले हाम्रो दिमागको वायरिङ नै बदलिदिन्छ रे। यसले हामीलाई भूतकालको पछुतो र भविष्यको चिन्ताबाट निकालेर ठिक यही क्षणमा ल्याइदिन्छ, र जीवन त यही क्षणमा छ नि, होइन र? सजगताले हामीलाई अहिलेमा ल्यायो। अब चिन्तनले हामीलाई किन भन्ने प्रश्न सोध्न सिकाउँछ। यो आफ्नो भित्री संसारलाई गहिरोसँग बुझ्ने प्रक्रिया हो। यो एउटा एकदमै शक्तिशाली प्रश्न हो। हामीले आफैलाई सोध्नु पर्छ, मेरो यो विश्वास कहाँबाट आयो? के यसले मलाई अगाडि बढ्न मद्दत गरिरहेको छ कि पछाडि तानिरहेको छ? विचार जस्तै हाम्रा भावनाहरूले पनि हाम्रो जीवनको गाडी चलाइरहेका हुन्छन्। अर्को महत्त्वपूर्ण प्रश्न हो, अहिले मैले जे निर्णय लिँदैछु त्यसको पछाडि कुन भावना छ? डर, रिस कि माया? अब यस्ता गहिरा प्रश्नहरूको जवाफ खोज्न एउटा एकदमै राम्रो तरिका छ। हरेक रात सुत्नु अघि धेरै होइन, बस 10 मिनेट आफ्नो मनमा जे आउँछ डायरीमा लेख्ने। यसले यस्तो स्पष्टता दिन्छ कि आफैलाई अचम्म लाग्छ। ओके, अहिलेसम्म हामीले भित्र हेऱ्यौँ, अब अलिकति बाहिर हेरौँ। आफ्नो संसारलाई नै कसरी फराकिलो बनाउने त आफ्नो चेतनालाई कसरी विस्तार गर्ने? चेतना बढाउनु भनेको आफ्नो दिमागको ढोका खुल्लै राख्नु हो। कुनै नयाँ सिप सिक्नुहोस्, गिटार बजाउनुहोस् वा कोडिङ गर्न, कुनै नयाँ विषयको किताब पढ्नुहोस् जसले दिमाग हल्लाइदियोस्, अनि सम्भव भए यात्रा गर्नुहोस्। नयाँ मान्छे, नयाँ संस्कृतिले हामीलाई नयाँ आँखा दिन्छ। अनि कहिलेकाहीँ चेतना बढाउन कतै जानै पर्दैन, बस प्रकृतिमा गए पुग्छ। मोबाइल फोनलाई पकेटमा राखेर एकछिन रुख, पात र चराको आवाज सुन्नुहोस् त। दौडिरहेको मन आफै शान्त हुन्छ। अहिलेसम्म हाम्रो ध्यान ममा थियो। अब मबाट हामीतर्फ जाउँ। आफ्नो साँगुरो सोचबाट बाहिर निस्केर अरूसँग कसरी जोडिने र यसले चेतनालाई कसरी बढाउँछ। यो अभ्यास त झनै सजिलो छ। दिनमा 30 सेकेन्ड मात्र। बिहान उठ्ने बित्तिकै वा राति सुत्नु अघि जीवनमा आभारी हुन सकिने कुनै 3 कुरा सम्झनुहोस्। जब हामी आफूसँग के छैन भनेर सोच्नुको सट्टा के छ भनेर सोच्न थाल्छौँ, तब हाम्रो पुरै दुनियाँ नै बदलिन्छ। करुणा भनेको विचरा भन्नु मात्र होइन, यो त अरूको जुत्तामा आफ्नो खुट्टा राखेर हेर्ने प्रयास हो। कसैलाई जज गर्नु अघि 1 सेकेन्ड रोकिएर सोचौँ, खै उसको जीवनमा के चलिरहेको होला।
यो एउटा प्रश्नले मात्रै पनि हाम्रो सम्बन्धमा गहिराई ल्याउँछ। हामी चेतनाको कुरा गर्दा ठूला ठूला दर्शनका कुरा सोध्छौं, तर एउटा एकदमै महत्त्वपूर्ण कुरा बिर्सन्छौं, हाम्रो आफ्नै शरीर। स्वस्थ शरीर बिना मन पनि स्वस्थ र सचेत हुन सक्दैन। यो त एकदमै सिधा हिसाब हो। सोच्नुहोस् त, राम्रोसँग निद्रा नपुगेको दिन कस्तो हुन्छ? दिमाग नै फग लागे जस्तो। धेरै जङ्क फुड खाँदा कस्तो अल्छी लाग्छ? हो, हाम्रो शरीरमा जे जान्छ त्यसको असर सिधै दिमागमा पर्छ। त्यसैले शरीरलाई पनि ध्यान दिनु जरुरी छ। यसको लागि जिम नै जानुपर्छ भन्ने छैन। हल्का योग, ताइची वा बिहान बेलुका प्रकृतिमा हिँड्दा पनि मन कति फ्रेस हुन्छ। शरीर र मन दुवैलाई ऊर्जा मिल्छ। ल, अब हामीले अहिलेसम्म कुरा गरेका सबै कुरालाई एकै ठाउँमा समेटौँ। यी कुनै किताबमा मात्र पढ्ने कुरा होइनन्। यी त हाम्रो जीवनमा हरेक दिन प्रयोग गर्न सकिने औजारहरू हुन्, हाम्रो आफ्नै चेतनाको टुलबक्स। संक्षेपमा भन्नुपर्दा, हरेक दिन थोरै समय सजग रहने, आफ्ना विचार र भावनालाई प्रश्न गर्ने, प्रकृतिसँग जोडिने, केही न केही नयाँ सिकिरहने, आफूसँग भएको कुरामा धन्यवाद दिने र अरूप्रति करुणा राख्ने, अनि सबैभन्दा महत्त्वपूर्ण आफ्नो शरीरको ख्याल राख्ने। अब अन्त्यमा एउटा प्रश्नमा विचार गरौँ न। आजैबाट आफ्नो जीवनमा थोरै भए पनि बढी जागा हुनका लागि चाल्न सकिने त्यो एउटा सानो कदम के होला? याद राखौँ, यो कुनै दौड होइन, यो त हरेक पललाई जिउने कला हो।